हेलो सर, हजुर। के माछा र दूध एकसाथ खान सकिन्छ? ओके, म तपाईहरुलाई आज यसको बारेमा डिटेल्समा भन्न गइरहेको छु। सबैभन्दा पहिला त एलोप्याथिक सिस्टमले के भन्छ भने माछा र दूध दुवै चाहिँ प्रोटिनका सोर्स हुन्। त्यसकारणले यदि दुवैलाई एकैसाथ खाएमा कुनै पनि किसिमको नेगेटिभ इन्टरेक्सन हुँदैन। त दोस्रो आयुर्वेदले के भन्छ भने माछा चाहिँ उष्णवीर्यको हुन्छ, यसले शरीरको टेम्परेचर बढाउने काम गर्छन्। दूध चाहिँ शीतवीर्यको हुन्छन्, यसले चाहिँ बडीको टेम्परेचरलाई घटाउने काम गर्दछन् र दुवैलाई एकैसाथ लिएमा बडीको टेम्परेचरमा चाहिँ नेगेटिभ इफेक्ट पर्छ र नेगेटिभ केमिकल रियाक्सन हुन्छन्, जसको कारणले गर्दा छाला रोग तथा इन्डाइजेसन जस्ता रोग हुन्छन्। अर्को लोजिक के छ भने जस्तै कि शीतल आहार विहार खायो भने हाम्रो भ्यासो कन्स्ट्रिक्सन हुन्छन् र उष्ण आहार विहार खायो भने हाम्रो शरीरको ब्लड भेसल्सहरूमा चाहिँ भ्यासो डाइलेसन हुन्छ र कन्टिन्युअस भ्यासो कन्स्ट्रिक्सन र भ्यासो डाइलेसन भएको कारणले गर्दा सिभियर एलर्जिक रियाक्सन हुन्छन् र अर्टिक एरिया तथा स्किन डिजिज जस्ता रोगहरू उत्पन्न हुन्छन्। आयुर्वेदको संहिता अष्टाङ्ग हृदयमा के भनिएको छ भने विरुद्धम अपि च आहारम विधात विष गरोपम, अर्थात् विरुद्ध आहार विषको जस्तै हुन्छन्। त आहार विहारसँग मिसाएर खायो भने विषको जस्तै शरीरमा प्रभाव पार्छन् र मान्छेलाई माने पनि गर्छन्। केही यस्ता विरुद्ध आहारहरू तपाईको स्क्रिनमा देख्न सक्नुहुन्छ, जस्तै कि दूध र फ्रुट्स, दूध र नुन, दूध र माछा यिनीहरू खानु हुँदैन, माछा र मह खानुहुन्न, मह र तातो पानीसँग खानुहुन्न र दही र चिकन चाहिँ खानुहुन्न। मैले चाहिँ तपाईहरूको अगाडि आयुर्वेद र मोडर्न पक्ष दुवै राखिदिए। अब तपाईहरू चाहिँ कुन फलो गर्नुहुन्छ त्यो चाहिँ गर्नुहोला। यदि तपाईहरूलाई यो भिडियो केही युजफुल लागेमा कृपया तपाईँ आफ्नो दाजुभाइ बहिनी तथा घरमा सेयर गरिदिनु होला। हस्, धन्यवाद।